हेलो गाइज, हाम्रो फुलपाती यस्तो हुँदैछ दसैँको। तपाईहरुको के कस्तो हुँदैछ? हामी चाहिँ यसरी फुलपाती मनाउन हिँडिरहेका छौँ। शुभ यात्रा छ हामीहरूलाई फुलपातीको। हेलो गाइज, हामी चाहिँ कता जाँदैछौँ? भिडियो हेरेर पत्ता लाउनु है साथीहरू। मलाई देखेछ नाना? तपाईको नाच्ने मात्रै देखेछ। हो र? यस्तो भनेर त्यसो। देख्यो। ल यता क्यामेरा पक्रिन पनि आउँदैन गाइज। भर्खर भिडियो बनाउन सिक्दैछु। त्यस्तो डिलडिलमा नजाऊ न छोरो। जनताहरू खुसी भएर हिँड्दैछ। कस्तो सुन्दर सफा सहरमा छौँ है हामी। कहाँ हो यो? लु पत्ता लाउनु है साथीहरू। ल लड्छौ है? त्यस्तो नर मेरो मुटु त ढुकढुक बनायो त छोरो। ल है दृश्य हेर्नु होला। दृश्य आज फुलपातीको दिन दृश्य यस्तो छ गाइज। ल सुटिङ हुँदैछ हाम्रो यतातिर। आज फुलपातीको दिन गाइज। के छ तपाईहरुको हाल खबर? हाम्रो भने यस्तो छ। ल यस्तो छ भ्यू यतातिरको। तर यो ठाउँको नाम चाहिँ भनिन। तपाईहरु आफैले पत्ता लाउनुहोस् है हामी कुन ठाउँमा छौँ भनेर। यस्तो छ गाइज। ल यस्तो छ। साइडमा हिँड है बुढाबुढीहरू। पिपलको बोट। साइडमा हिँड है साइडमा। ल है के फुल हो यो? राम्रो लाग्यो। राम्रो छ? राम्रो लाग्यो? छाता बोक्ने स्टाइल त्यस्तै हो। ल हिँडौँ हिँडौँ। रमाइलो ठाउँ, सुन्दर ठाउँ, हरियाली एकदमै हरियाली। छिटो आऊ है जनताहरू। जनताहरूको बारुली कम्बर खतरा छ के होइन? ब्याक साइड खतरा छ। छिटो आऊ हौ छिटो। रेशम फेरि रे, रेशम फेरि रे, उडेर जाऊ कि डाँडामा भन्ज्याङ। रेशम फेरि रे, उडेर जाऊ कि डाँडामा भन्ज्याङ। रेशम फेरि रे, एक नाले बन्दुक दुई नाले बन्दुक, मृगले टाकेको मृगलाई मैले टाकेको होइन, ऊ त्यहाँ घाँस काट्ने मायालाई डाकेको। मलाई त त्यहाँ लान आँटे उताबाट मान्छे आएर तपाईँको। यतातिर हाम्रो दिदीले पनि फुलपाती खतरा मनाउँदै हुनुहुन्छ। पर्यो पर्यो। गाडी
आउँछ है केटाकेटी हो अन्त सफा त गर्नै पर्यो ल गर्नुहोस् है गर्नुहोस् ल यतातिर खतरा रहेछ हौ त्यहाँ पर होइन त्यो सेतो त्यस्तोमा आजकल खुब भाइरल भइदिएछ नि ल है त मान्छेहरूको हाम्रो पनि सुन्दर छ सहर ल है गाइजहरू फुलपातीको दिन हामी पनि एकदमै रमाइलो गर्दैछौँ खुसी हुनु पर्ने रहेछ आफै खुसी आफैमा खोज्नु पर्ने रहेछ गाइज है त्यही भएर हामी पनि आज खुसी खोज्न हिँड्दैछौँ खुसी खुसी हुँदै हिँड्दैछौँ गाइज कस्तो राम्रो ल हेर्नुहोस् त सिन भ्यू यताको अन्त हेर्नु त त्यहाँ उ त्यो के भयो नाना त्यसको नाम त्यो सेतै फुलेको अब होइन हामी जाने ठाउँतिर पनि छ होला होइन काँस 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 घाँस भन्छ त्यसलाई होइन ल टक्करसँगले योबाट हेरेर पत्ता लाउनुहोस् है त गाइज हामी कहाँ छौँ भनेर वाउ ओके हिँड्नुहोस् हिँड्नुहोस् दसैँको पहिलो दिन आज गाउँमा फुलपाती आज भैँसी काट्छ भैँसी गाउँमा यतातिर त रागा काटिसके यता त भैँसी हुँदैन बाख्रा पनि हुँदैन यतातिर खसी मात्रै हुन्छ गाइज त्यस्तो छ है सुन सुन सानो मलाई छाउने नाच्नु मन लाग्यो नाचिदिनु न फन फन जिन्दगीमा सानम नहुनु बेमानी के नाचन रे ल अब कति मिनटमा पुगिन्छौ 2 दिन अरे याम्बो काजी अरे गाइस याम्बो काजी कता गयो काजी दामी लहमा लह धानबारी झुल्यो साडी लगाउनु पर्छ आज फुलपाती हो भनेर चम्काउने अनि माथि त्यही चम्काउने मान्छे भयो आज बेपत्तै हुन्छ त म त मर्छु कि के हो गाइज दामी छ हो दामी गाइज गाइज कस्तो राम्रो फ्लावर हो यो त्यो माथि सेतो एउटा फुलेको छ है झकमक्क हावाले झकमक्क सुन्दर फुललाई हल्ल्याउँदैछ गाडी आए ल है गाइस पिङ उया खतरा दामीको पिङ कोट्यायो आज बाटोमा पिङ खेल्न जाने बाटोपट्टि सानो के उ मङ्किनी होइन यही होला नि जाउँ जाउँ बाटोमा के उहाँ नदेख्ने रहेछ लु जाम 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 हिँडौँ है धेरै अब साग खानु पर्यो धेरै मेरिनाले आँखै नदेख्ने रहेछ ल खतरा छ यहाँ कटिन्छ त्यही भएर ल है साथीहरू फुलपाती यतातिर यस्तो छ यताको भ्यूहरू कुन ठाउँ हो यो पिपले गइरहेको पिपल
ल भ्यू हेरेर चिन्नुहोस् है लोकेसन साथीहरू। हामी खतरा लोकेसनतिर छौँ आज फुलपातीको दिनमा। के कसरी फुलपाती मनाउँदै हुनुहुन्छ गाइज? हामी त यसरी मनाउँदैछौँ त। ल यस्तो छ गाइज। ल गाइज यताको भ्यू कस्तो लाग्यो? भ्यू छैन है, भ्यू। ल समयको फल मिठो हुन्छ गाइज। हजुर होला नि, के थाहा, मलाई थाहा छैन के। पौडी खेल हौ गरम लाग्दैछ के छ खाली गर्नु पौडी खेल पहिला आउँछ तपाईँलाई खेल्नु साथी? के आउनु पर्ने भएर नि मलाई आउँदैन हौ पौडी खेल्नु। ल यस्तो छ भ्यू गाइस। ल सुन्दर ठाउँ छ यहाँ। यस्तो छ पिपल हो कि के हो? यो के गरौँ हो? ए उयस गरेछ है, एभोकाडो होइन उयो यो। ल कहाँको भ्यू हेर्नु है गाइस। यतातिर यस्तो छ। ल भ्यू हेर्नुहोस्, खतरा छ है। मुने मुनेहरू यता केरा छ। ल ह्याप्पी फुलपाती मनाउँदै रहेछ यता। यो दुईटा भान्टाङ भुट्नु यता देखाएको हौ। हजुर है, खतरा है, खतरा खतरा छ है, खतरा भ्यू खतरा। देखेको छ कि छैन? देखेको छ हो, हावाले बनाइरहेको। भन्नु परेन होला, अनि पो गाईले कुल्चे हुन्छ त। एकैचोटि खोइ दुलो भनेन। दुलो त जुन जहाँ पनि हुन्छ। खतरा रहेछ हौ। खाँदैन नडराउ। ल जा उयो फुलपातीमा त खतरा कुटा खायो त। ओह बनायो यो त। आउनु घुम्न आउनु भएको होला? हजुर यसो हावा खान आएको नि। अन्त नि ल मेरो यो खतरा दामी भाइहरू छ। यिनीहरू पनि आफ्टरनुन वाक गर्नु थाल्यो। आफ्टरनुन वाक गरेको। यस्तो छ यतातिरको भ्यू। खतरा। यो दुइटामा हाइकिङ जाँदो रहेछ। हान्दैन हौ। दिमागले थिएन कहाँ जान्छ कहाँ जान्छ अनि हेर्नु हो। लु हिँड न, केही हुन्न हौ। हिँड हो न त्यो ओ सानोलाई चाहिँ हान्नु पर्छ। लु अगाडि दौडिहाल्नु त। ल छिटो देखेर हैरान। हजुर आउँदैन कि हिँड न। हिँडौँ गाइस हिँडौँ। ल अब चाहिँ सजिलो बाटो आएछ है। कुन बाटो है यो, कुन ठाउँ है साथीहरू? परमेश्वर पानी चाहिँ नपरिजाओस् है आजको दिनमा। हरे बेलुकी मात्रै परोस् है। कहाँ पुग्यो हौ? पुरानो जमानाको ठाउँ पो पुग्यो त। उता हेर्नु
नेपाल शान्ति तिमी फर्कियो। हामी बाटो बाटो पुरानो जग्गामा आइपुग्यो। ल उया माथि जाने हो अब। उया माथि चढ्ने माथि। होइन ल उयो के हो? त्यो पानी होला नि। त्यो नेपालको झन्डा भएको। अँ पानीको हो कि खै कसो। अब पानी खतरा पर्नु लाग्यो जस्तो छ हौ। शान्ति तिमी फर्कियो लाली गुराँस भन्छ। भाइरल ठाउँ हो यो। होइन अब हामी यतै यतै उता यस्तै हो यो भाइरल ठाउँ होइन हौ। यस्तै हो गाइस यस्तै हो। के होला यो पानीको ट्याङ्की हो कि के हो? हो पानीकै ट्याङ्की। ल हो गाइस खतरा यो कुन ठाउँ हो है कुन ठाउँ? गाडी है यता आउँछ छोरा ठाउँ छोड्दो ल। ल एउटा गीतमा नाचिदेऊ त छोरा। के पो ए हो अब ए कान्छा के पो तिमीले अघि एउटाले गीत गाइरहेको थियो नि तिमीले कान्छा घुम्न जाऊ लैलै मलाया हङकङ बिनायो कङकङ बिनायो कङकङ ए कान्छा घुम्न जाऊ लैलै मलाया हङकङ। मलाई एउटा गीतको याद आएको थियो के पो मलाई के पो जापान पनि यही मलाई अमेरिका नि यही भन्ने गीत के मलाई जे आछा ए कान्छा घुम्न जाऊ लैलै मलाया हङकङ तिरेरी मुरली बज्यो बनैमा लौ माया नमारी हाय बनैमा लौ माया नमारी। कस्तो लाग्यो गाइस? खुसी चाहिँ आफैमा खोज्नु पर्दो रहेछ। त्यही भएर है आज फुलपातीको दिन सबैजना घरमा गए होला दसैँ मान्नलाई तिहार मान्नलाई होइन। अनि गाउँघरमा गएर चाहिँ एकदमै बडा ठुला चाहिँ बङ्गुर के अरे सुँगुर भन्छ है हाम्रोमा त हो त्यो काट्यो होला है गाइस होइन। आज त भैँसी काट्ने दिन हो भैँसी काट्यो होला गाइस है। हामी चाहिँ यतातिर हामी चाहिँ बरालिँदैछौँ है साथीहरू सबैजनालाई 2082को आउँदै गरेको यो बडा दशैं चाहिँ एकदमै हजुरहरूलाई एकदमै धेरै मङ्गलमय शुभकामना छ। म चाहिँ हल्लो छोड्दैछु गाइस। आम्मा पानी पर्नु लाग्यो हौ पानी पर्नु लाग्यो गाइस। मेरी न हात त्यस्तोमा राख्नु हुँदैन मुखमा नलाउ छोरी यता हो यत्तरीका हौ। आज त फुलपातीको दिन अलिक ह्याप्पी भएर हिँड्यौँ न हौ। कस्तो भन्न थाकेर निराश परेर हिँडेको हौ। नयाँ सपना ल्याया उकाली ओह्राली गर्दै यो घरलाई एकदमै राम्रो भन्यो लग्जरी घर भन्यो है। अनि मेरो पनि यस्तै ठाउँमा यस्तै लग्जरी घर बनाउनको लागि एकदम राम्रो छ है ठाउँ। अनि त्यो ठाउँ चाहिँ हो है खोटाङको नगरपालिका टुवाचुङ 5 नम्बरमा पर्ने ठाउँमा छ। हजुरहरू कोही मेरो यो भिडियो हेर्दै हुनुहुन्छ भने यस्तै खालको राम्रो मेरो छोराले भने यस्तै लग्जरी स्टाइलको घर बनाउन चाहनुहुन्छ भने चाहिँ मेरो यो भिडियोमा हेरेर हजुरहरूले मलाई कन्ट्याक्ट गर्न सक्नुहुनेछ र एकदमै सुपथ मूल्यमा चाहिँ उपलब्ध हुनेछ हजुरहरूको लागि। वाउ गाइज हो मेरो छोराले साँच्चीकै सही भनेको रहेछ नि हौ। लग्जरी स्टाइलको घर भनेको थियो यस्तो जङ्गल यस्तो भित्तामा हेर्नुहोस् त। ल ठ्याक्कै नगरपालिका चाहिँ टुवाचुङ नगरपालिका होइन 5 मा रहेको मेरो एउटा
जग्गा छ हो। यही स्टाइलको बनाउनलाई आम्मामा खतरा हुने रहेछ नि। लु पैसा हुने मान्छेले चाहिँ सम्पर्क गरिहालौँ। अनि मसँग चाहिँ पैसा नभएर मैले चाहिँ बेच्न खोजिरहेको छु साथीहरू है। हो मैले यस्तै स्टाइलको भने क्या लास्टमा हेर्नुहोस् त यस्तो राम्रो घर बन्दो रहेछ कि तपाईँहरू उतापट्टि हेर्नुहोस् जङ्गल छ त्यस्तो छ है। अनि यसरी आएको रोड छ। अनि यो रोड ठ्याक्कै यो भित्तामा छोएर चाहिँ त्यहाँभन्दा माथि हेर्नुहोस् त। मैले त्यहाँ नजिक गएर लोकेसन त मैले देखाउन सकेको छैन हजुरहरूलाई है। तर ठ्याक्कै सेम यस्तै हुन्छ मेरो नगरपालिका टुवाचोङ नगरपालिका 5 मा रहेको जग्गा। यस्तै स्टाइलको घर बनाउनुलाई राम्रो हुन्छ। मेरो छोराले त भन्दै थियो वाउ मम्मी कस्तो लग्जरी स्टाइलको घर भनेर है। आइडिया मात्रै हुनुपर्छ र मान्छेसँग पैसा मात्रै हुनुपर्छ। यस्तो भिर डाँडा पाखा पहारामा पनि दिमाग लगाए पछाडि यस्तो राम्रो घर बन्दो रहेछ हेर्नुहोस् त। वाउ यो घर कसरी नराम्रो छ भन्छ। त्यता मासतिर त्यस्तो हरियाली कति स्वच्छ वातावरण होइन हावा हो। यस्तो रमणीय ठाउँ हो। यस्तै बन्छ हौ छोरा हो है होइन न। मेरो सालतेमाको जग्गामा के छापडाँडाको जग्गामा यसरी बनायो भने कति राम्रो हुन्छ। ठ्याक्कै यस्तै भिर पहरा यस्तै भिरमा छ नि त नाना। यस्तै भिरमा छ नि त। मेरो भिर भन्दा पनि त्यस्तो के भिर भन्नु पाहाडमा छ हजुर। त्यो माथि छ त हैन हामीले यस्तै घर बनायो भने स्विमिङ पुल बनाउने खतरा। मेरो छोराको चाहना देख्नुभयो त गाई सुन्नुभयो त। यस्तै हामीले घर बनायौँ भने त्यस्तो माथि चाहिँ स्विमिङ पुल राखिदिने हो भन्छ के। अनि त्यो ठाउँ पनि एकदमै अहिले त पर्यटकीय क्षेत्र भएको छ ठ्याक्क। ल हेर्नुहोस् त त्यता मासतिर जङ्गल छ। अनि यो जङ्गलको तल फेदीमा रोड छ है। यस्तै बन्छ के। अनि ल पुरै काठमाडौँ देख्छ झनै रमाइलो। ल देख्नुभयो गाइस टक्क लगाएर यस्तो खतरा। आज चाहिँ हामीले यतातिर आएर चाहिँ एकदमै फुलपातीको दिन आज गाइस हामी रमाइलो गर्दैछौँ। एकदम मनलाई शान्ति बनाउँदैछौँ हामी। गाउँघर आफ्नो गाउँघरमा जानु नपाए पनि यस्तो ठाउँमा आएर हामी चाहिँ आफूले आफूलाई खुसी बनाउने एउटा सोचेको छौँ है। ल खतरा। ल देख्नुभयो त रेडीको अवस्थामा छ है गाइस हाम्रो यहाँ ह्याप्पी आज उयसमा एकदमै। गाइस कस्तो लाग्यो हाम्रो सुरु भयो गाइजहरू। ल है रेडी अवस्थामा बस्नु है। मेनुका बिचमा आऊ त। मेनुका बिचमा आऊ मम्मी उतापट्टि जाऊ। तिमी बिचमा क्या मम्मी उतापट्टि। ल हल्का यता यता है दुइटै। खोइ अनि तिम्रो त यो मात्रै गरिरहेछ त अब। अघि पछि भयो कन्फ्युज भयो क्या। एउटै मात्रै बजाउनु क्या हो। ल है छिटो भयो टिकटक बनाउँदै हो है गाइस। हल्का हल्का सर तिमी मलाई ठाउँ राखेर। ल भयो ल है ल छिटो छिटो क्या अलिकति उता हल्का अलिकति। ल
पर्दैन